दर्शकवृन्दहरूलाई नमस्कार। आज हामी सपरिवार 6 जनाको ग्रुप छ हाम्रो। यो सिडनीबाट तल यहाँ तास्मानिया भन्ने ठाउँमा जाँदैछौँ। अस्ट्रेलियाको सुदूर दक्षिणमा रहेको सानो राज्य हो यो। हबार्ट चाहिँ तास्मानियाको राजधानी हो र हामी 5 दिन बिताउनेछौँ, त्यहाँ घुमफिर गर्नेछौँ। अब के कस्तो छ त्यही गएपछि थाहा हुन्छ, म बताउँदै जानेछु हजुरहरूलाई। अब हामी यात्रा सुरु गर्दैछौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। आज वैशाख 1 गते 2082 साल। सबै दर्शकवृन्दहरूमा नयाँ वर्षको शुभकामना सहित हाम्रो पहिलो दिनको यात्रा सुरु गरेका छौँ। बिहान 5 बजे घरबाट प्रस्थान गरी सिडनीको एयरपोर्टतर्फ जाँदैछौँ हामी। हामी सिडनीको एयरपोर्टमा आइपुगेका छौँ। बिहानको ठिक 6:51 हामी सिडनीबाट उड्यौँ। करिब 1.5 घन्टाको उडानपछि हामी तास्मानियाको राजधानी हबार्ट विमानस्थलमा अवतरण गऱ्यौँ। सिडनीभन्दा निकै चिसो महसुस भइरहेको छ। 9, 10, 11 यस्तै होला आजको तापक्रम यहाँको। राजधानी होबार्ट सहर डेर्वेन्ट नदीको किनारमा अवस्थित छ। वरिपरि पहाडले घेरिएको उपत्यका जस्तो रहेछ। एयरपोर्ट नजिकैबाट हामीले एउटा कार भाडामा लिएर अगाडि बढिरहेका छौँ। अब 5 दिनसम्म यहाँ बसुन्जेल यही गाडीको प्रयोग हुनेछ हाम्रो। हामी हबार्ट सहरमा गुडिरहेका छौँ अहिले। यो देखिँदै गरेको फेरी चढ्नको लागि हामी अगाडि बढ्दैछौँ।
हामी फेरीमा चढिसकेका छौँ र आज पहिलो दिनको दिउँसोको खाना पनि यहीँ हुँदैछ। करिब 20 मिनटको फेरीको यात्रापछि हामी ओर्लिँदैछौँ अहिले। फेरीबाट ओर्लिएर केही बेर हिँडेपछि हामी यो मोना आर्ट ग्यालेरीको अगाडि आइपुगेका छौँ। यो चाहिँ अलि अग्लो ठाउँ भएकोले टाढा टाढासम्मको दृश्यहरू अवलोकन गर्न पाइने रहेछ। बडो रमाइलो ठाउँ छ यो। अब हामी मोना आर्ट ग्यालेरीमा प्रवेश गर्दैछौँ। अन्डरग्राउन्ड जानुपर्ने रहेछ। हामी अन्डरग्राउन्ड जाँदैछौँ अहिले। यो आर्ट ग्यालेरीमा अस्ट्रेलियाको सांस्कृतिक, ऐतिहासिक तथा परम्पराहरू झल्काउने दृश्यहरू, कलाहरू राखिएको रहेछ। त्यसलाई हामीले अवलोकन गऱ्यौँ। रमाइलो रहेछ। भित्र अन्डरग्राउन्डमा छ। एकपल्ट आउनै पर्ने ठाउँ रहेछ तास्मानिया आउँदाखेरि।
केही बेरको अवलोकनपछि हामी आर्ट ग्यालरीबाट बाहिर निस्किसकेका छौँ। हाम्रो पहिलो दिनको कार्यक्रम घुमफिरको कार्यक्रम अब यति नै हो। हामी अब डेरातिर फर्किनको लागि फेरि चढ्नलाई जाँदैछौँ। हाम्री सानी नातिनीलाई केमा चित्त बुझेन, रिसाइरहेकी छन्। म यिनलाई सुमसुम्याउँदैछु खुसी पार्नको लागि। हामीले भाडामा लिएको घर यही हो। अब यही घरमा बस्छौँ। यहाँ हबार्डमा बसुन्जेल 2 रात बसिन्छ हबार्डमा। अब भित्र गएर हेर्छौँ कस्तो छ घरभित्र। यो बैठक कोठा, अब अरू कोठा हेरौँ कस्तो छ। यता एउटा बेडरुम, किचन र डाइनिङ यता, यता टोयलेट र बाथरुम, यता अर्को बेडरुम, यता अर्को बेडरुम। जम्मा 3टा बेडरुम भयो। हामीलाई काफी भयो। अब हामीले खाना पकाएर खाइवरी अब शुभरात्रि होस् त। नमस्कार, शुभ प्रभात। आज यात्राको दोस्रो दिन। आज हामी ब्रुनी आइल्यान्ड भन्ने ठाउँमा डुल्न जाँदैछौँ। बिहानको खाना पनि पकाइ तुल्याइ गरेर खाइवरी निस्किँदैछौँ। अब
हामी आज पनि फेरी चढ्ने ठाउँमा आइपुग्यौँ। ब्रुनी आइल्यान्ड जानको लागि यो फेरीमा चढ्नुपर्ने हुन्छ, तर यो फेरीमा मान्छेसहित गाडी पनि चढाएर पारी लैजाने गरिन्छ। करिब 40-50 वटा गाडी अँट्ने रहेछ एकपटकमा। अब यसैमा चढेर गाडीसहित हामी पारी जाँदैछौँ ब्रुनी आइल्यान्डको लागि। करिब 15 मिनटमा हामी पारी आइपुग्यौँ। अब यो लिफ्ट ब्रिजबाट गाडीलाई पारी लाने हो। गाडी जाने बाटो तयारी हुँदैछ। यहाँ यो लिफ्ट तल झर्दैछ। अब ट्याक्क यहाँ मिलेपछि गाडी पारी गयो। गाडीलाई यो पार्किङमा राखेर हामी लाग्यौँ ब्रुनी आइल्यान्डमा रहेको टुगानिनी लुक आउट पोइन्टतर्फ। सिँढीको उकालै उकालो बाटो हो, माथि पनि मानिसहरू ओहोरदोहोर गरिरहेका छन्। यो टुगानिनी लुक आउट भ्यू पोइन्टको पनि एउटा इतिहास रहेछ, जसको लागि हामीले 200 वर्षभन्दा पछाडि फर्किनुपर्ने रहेछ। तास्मानियामा जन्मिएकी एउटा आदिवासी महिला जसको नाम टुगानिनी थियो। उनी इस्वी सम्वत 1812मा जन्मिएकी थिइन्। उनले आफ्नो जीवनकालभरि अङ्ग्रेजहरूसँग सङ्घर्ष गरेर बिताएकी रहेछन्। आफ्नो धर्म, संस्कृति, परम्परा, थात थलो, रीतिरिवाज आदिको संरक्षण गर्न आफ्नो समुदायमा जागरण ल्याएकी रहेछन् र पछि सन् 1876मा 64 वर्षको उमेरमा उनको देहावसान भयो। यस्तो अदम्य साहसी महिलाको नामबाट नै यो लुक आउट पोइन्टको नाम टुगानिनी लुक आउट पोइन्ट राखिएको रहेछ। त्यो माथि देखिँदै गरेको चुचुरो त्यही ठाउँ हो। हामी अब त्यसतर्फ जाँदैछौँ उकालो चढ्दै चढ्दै, जुन चाहिँ अहिले तास्मानियाको प्रमुख पर्यटकीय केन्द्र बनेको रहेछ। करिब 10 मिनटको हिँडाइपछि हामी चुचुरोमा पनि आइपुग्यौँ। यहाँबाट देखिने चारैतिरको दृश्यहरू अति नै मनमोहक छन्। टुगानिनीको बारेमा यो बोर्डमा जानकारी पनि दिएको छ, फोटो पनि राखिएको छ सजाएर।
केही बेरको रमाइलो दृश्यहरू अवलोकन गरिसकेपछि हामी फर्किँदैछौँ तलतिर। रमणीय स्थान ब्रुनी आइल्यान्डको भ्रमण सकेर हामी फर्किँदैछौँ। ब्रुनी आइल्यान्ड निकै ठुलो छ, तर हामी सबै ठाउँमा डुल्न सक्दैनौँ। त्यही भ्यू पोइन्टसम्म मात्रै पुग्यौँ हामी। फर्किएर आएर त्यही अहिलेको फेरीमा चढियो गाडीसहित। साँझ पर्न केही समय बाँकी रहेको हुँदा हामी फर्किँदै गर्दा यो बाटोमा पर्ने रोयल तास्मानियन बोटानिकल गार्डनमा प्रवेश गर्दैछौँ। केही बेर यहाँ डुल्छौँ। हरेक सहर, बजार, बस्तीहरूको छेउमा एउटा बोटानिकल गार्डन चाहिँ अनिवार्य राखिएको हुँदो रहेछ। मानिसहरूको व्यस्त जीवनबाट छुटकारा लिएर केही बेर रमाइलो गर्नको लागि यो अति नै आवश्यक मानिँदो रहेछ विकसित मुलुकहरूमा।
हाम्रो दोस्रो दिनको रमाइलो घुमघाम अब यहीँ समाप्त हुँदैछ। अब हामी डेरातिर जाँदैछौँ। दिनभरिको थकान छ। अब हामी सबेरै खानापिना बनाएर खान्छौँ, खाइसक्यौँ। हवस् त, शुभरात्रि सबैलाई, नमस्कार। शुभ प्रभात। आज हाम्रो यात्राको तेस्रो दिन। आज हामी यो डेरा पनि छोड्दैछौँ। 2 रात बसियो। बसाइ एकदम आरामदायी रह्यो। होबार्ट सहरबाट नजिकै रहेको यो ठाउँको नाउँ चाहिँ लुटाना हो। 2 रात आनन्दले बिताएको ठाउँको वरिपरिको दृश्य यस्तो छ। आनन्दमय, शान्त ठाउँ, एकदम सफा सुग्घर। अब यो ठाउँ छोडेर जाँदैछौँ। अब भरेको बास बस्न चाहिँ कहाँ पुगिन्छ त्यो म एकछिनपछि भन्ने छु। अहिले चाहिँ हामी माउन्ट वेलिङ्गटन भन्ने ठाउँमा जाँदैछौँ। पहिले यहाँबाट 22 किलोमिटर टाढा पर्छ। त्यो पर देखिएको चुचुरो हो हामीले पुग्नुपर्ने अहिले। $35 मिनटमा आइपुग्यो। अब यहाँ एकछिन डुल्छौँ हामी। यो निकै हाइटमा भएको हो, निकै चिसो ठाउँ छ। हिउँदमा हिउँ पनि पर्छ यहाँ। अहिले चाहिँ हिउँ छैन। मान्छेहरू डुल्न आएका छन् थुप्रै यहाँ पनि। यो चाहिँ भ्यू पोइन्ट हो। यहाँ दूरबिन पनि राखिदिएको छ। यहाँबाट होबार्ट सहर छर्लङ्गै देखिन्छ, सबैतिर चारैतिर देखिन्छ। यहाँबाट टपमा छ एकदम। यसको उचाइ चाहिँ समुद्र सतहबाट 1270 मिटर रहेको छ।
केही बेरको घुमघामपछि अब हामी जाँदैछौँ यहाँबाट अर्को सहरतिर। यहाँबाट 217 किलोमिटर उत्तरतर्फ लन्चेस्टन भन्ने सहरमा जाँदैछौँ आज। त्यहाँ हाम्रो 2 रातको बास हुनेछ। करिब 3 घण्टाको यात्रापछि हामी लन्चेस्टन सहरमा प्रवेश गरिसकेका छौँ। आज र भोलिको रात बास बस्ने घरमा हामी आइपुग्यौँ। लन्चेस्टन सहरको यो घर हो। सबै सुविधा सम्पन्न घर छ। यहाँ अब हामी 2 रात बिताउनेछौँ। साँझ पनि पर्न लागिसकेको छ। अब खानापिना पकाउँछौँ, खान्छौँ र आराम गर्छौँ। भोलिदेखि बिहान खाना खाएर हामी डुल्न निस्कन्छौँ। हवस् त, शुभरात्रि। नमस्कार, शुभ प्रभात। आज हाम्रो यात्राको चौथो दिन। अब हामीले बिहानको खाना पकाएर खाएर बाहिर निस्कँदैछौँ। आज हामी चाहिँ पेन्नी रोयल भन्ने ठाउँमा जाँदैछौँ। 10 मिनट जति लाग्छ, टाढा छैन। र त्यहाँ आज हाम्रो दिनभरि नै बित्छ होला र भरे फेरि आएर यहीँ बास हुन्छ हाम्रो। हामी आइपुग्यौँ पनि 10 मिनटमा। पुराना मोडलका घरहरू देखिँदैछन्। अब हामी गेटमा जान्छौँ पेन्नी रोयलको र हामी त्यहाँबाट प्रवेश गर्नेछौँ। पेन्नी रोयल ल ठुलो झरना देखिँदैछ। त्यो झरनाको माथिबाट एउटा झोलुङ्गे पुल जस्तो पहराको छेउबाट लगेको छ। रमाइलो ठाउँ रहेछ यसो हेर्दा चाहिँ। अब हाम्रो दिनभरिको घुमफिर यहीँ हुन्छ।
यो ठुलो अग्लो पहरामा रक क्लाइम्बिङको पनि व्यवस्था गरिएको रहेछ। हाम्रो नाति र नातिनी रक क्लाइम्बिङ गर्दैछन्। अब हामी यो ढुङ्गामा चढेर एउटा सुरुङभित्र पस्दैछौँ। एउटा ढुङ्गामा 4 जना र पछि हामी 2 जना छौँ। भित्र पुरै अँध्यारो देखिँदैछ। अब हामी पनि छिर्न गइरहेका छौँ। के देखिँदो रहेछ हेर्दै जानेछौँ। डरलाग्दो छ सुरुङ, अँध्यारो। Mark is brave. He escaped convict, pirate, and bushranger. He's on the run in Asia again. Very good for white fella. Boy, he's used to it. यहाँ देखिएका मान्छे कुकुर यी कुनै पनि वास्तविक चाहिँ होइनन्, तर दुरुस्तै लाग्छ हामीलाई हेर्दा चाहिँ। अस्ट्रेलियालाई ब्रिटिसहरूले उपनिवेश बनाएको 200-300 वर्ष अगाडिको यो सत्यकथामा आधारित घटनाहरू यहाँ देखाइएको छ। अब हामी राम्ररी त बुझ्न सक्दैनौँ, तर त्यही हो हुन चाहिँ। He stole a whaleboat. Why to me that great swan boy? I put myself but no legs. We can share them up, yeah? Safe travel. Three dogs like animals. But they forget that this young holiday will be built on the backs of the last of us. You enjoy yourselves, it's later than you think. करिब 20 मिनेटपछि हामी सुरुङबाट बाहिर निस्कँदैछौँ। ढोका खुल्यो।
माथि पोखराबाट झरेको झरना यहाँ झर्दो रहेछ। एकदम हावा पानी नाउँमा त भिजाउनै खोज्दो रहेछ। भित्र सुरुङमा चाहिँ अस्ट्रेलियाको विभिन्न ऐतिहासिक घटनाहरूको बारेमा जानकारी गराइएको थियो। त्यति राम्ररी त बुझिएन, तर त्यस्तै लाग्यो। र अब हामी सुरुङबाट बाहिर निस्केर अघि चढेकै ठाउँमा आइपुग्न लागेका छौँ। अब यहाँबाट हाम्रो डुङ्गा चढ्ने कार्यक्रम, सुरुङभित्रको कार्यक्रम यहीँ समाप्त हुँदैछ। अब नाति र नातिनीले जिप लाइन चढ्नेवाला छन्, त्यही हेरेर बस्छौँ हामी चाहिँ तलै। अब त्यहाँबाट यो झोलुङ्गे पुलमा हिँड्दै आएर अर्को अलि छोटो खालको जिप लाइनमा चढ्दैछन् यिनीहरू। अब यो छोटो पब्जी जम्प गरेर जमिनमा आउने हो। अब हामी 6 जनाको झोलुङ्गे पुलमा हिँड्ने पालो। यहाँ सबै तयारी भइसकेको छ। पेन्नी रोयलकै परिसरमा हाम्रो दिउँसोको खाजा हुँदैछ।
पेन्नी रोयलको सबै कार्यक्रम सकेर हामी बाहिर निस्किँदैछौँ। एउटा पार्कमा गएर त्यहाँ एकछिन नातिनीलाई खेलाएर हामी डेरातिर जान्छौँ। हाम्रो आज चौथो दिनको कार्यक्रम यति नै हो। हवस् त, शुभरात्रि, धन्यवाद। शुभ प्रभात। आज हाम्रो यात्राको 5औं दिन अर्थात् अन्तिम दिन पनि हो। बिहानको खाना खाएर हामी बाहिर निस्कँदैछौँ। अहिले लन्चेस्टन सिटीबाट नजिकै रहेको यो जर्ज सैनिक चेयर लिफ्ट भन्ने ठाउँमा आइपुगेका छौँ। अहिले हामी केबल कार जस्तै हो यो, तर यसमा 2 जना मात्रै अँटिन्छ। यहाँ लाइन लागिरहेछौँ। अब हामी यो चेयर लिफ्टमा चढेर माथिसम्म जान्छौँ। माथिबाट रमाइला रमाइला दृश्यहरू देखिन्छ। त्यो हेर्दै हेर्दै हामी अगाडि बढिरहेका छौँ चेयर लिफ्टमा बसेर। करिब 15 मिनटपछि हामी माथि पुगेर ओर्ल्यौँ। अब यहाँ एकछिन यसो हेर्छौँ रमिता कस्तो छ। यहाँ अरू केही छैन, यसो प्राकृतिक सौन्दर्यता मात्रै हो। एक जोडी मयूर यहाँ देखियो। यो त कङ्गारुको बच्चाहरू हो। बच्चा भन्नाले सानो बच्चा होइन। हामी फेरि त्यही चेयर लिफ्टमा चढेर फर्किँदैछौँ। यहाँ केही बेर डुलियो, धेरै बेर बसिएन। खास केही रहेनछ, यसो जङ्गलमा घुम्ने मात्रै हो, त्यति गरिहालियो। आदरणीय दर्शकवृन्दहरू,
हाम्रो 5 दिनको तास्मानिया बसाइको सम्पूर्ण कार्यक्रम समाप्त भएको छ। अब हामी साँझ 7:30 बजेको प्लेन चढ्ने गरी होबार्ट विमानस्थलतर्फ जाँदैछौँ। यहाँबाट 190 किलोमिटर दूरीमा पर्दछ र हामी राति 9 बजेतिर सिडनीमा ओर्लिनेछौँ। यो हाम्रो यात्रा अति नै रमणीय रह्यो। भिडियो हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद तथा नमस्कार।